लगाइ जब हामी चाहिँ टक्क त्यहाँले माइली बुहारीको घर हेर्न हिँडेको होइन। हेरौँ यहाँ ठुली मामा पनि हुनुहुन्छ, एकदम एक्साइटेड हुनुहुन्छ भेट्नको लागि। अनि हामी चाहिँ अब टक्क भेट्न भन्न जाँदैछौँ घरमा। घर चाहिँ फाइनली उयो गरिरहेको छ, त्यो घर हो होइन, यो घर। अब हेरौँ घरमा हुनुहुन्छ कि हुनुहुँदैन रहेछ, हेरौँ है त। ठुली मम्मी झन् आज टिकटक बनाउँछु भने यस्तो मेकअप सेकअप गरेर आउनु भएको छ। हेरौँ है घरमा आज कतिको भेटिने हुँदो रहेछ, कहाँ जानु आउँछ कि बेला आएको छ होला कि कहाँ मासु पोल्दै हुनुहुन्छ कि थाहा छैन। टक्क हेरौँ है त। घर चाहिँ आइपुगिसक्यौँ। लगाइ फाइनल्ली माइली बुहारीको घरमा चाहिँ आइपुग्यौँ। तर घरमा हुनुहुन्छ कि हुनुहुँदैन बोलाउने कोसिस गरिरहेको छु। माइली बुहारी भन्नु कि आन्टी भन्नु, विराटनगर कि कहाँ हुनुहुन्छ भनिदिन्छ। त्यस पछाडि हामीले चाहिँ बोलाउन सकिनौँ होइन। अनि एउटा आन्टीलाई बोलाइदिनु न भनेर भनेको, अनि बोलाउनु भयो। तपाईँ एकदम माइली बुहारीको भिडियो सिडियो एकदम हेर्नुहुन्छ होइन? भिडियो चाहिँ हेर्छु, एकदम भेट्न पनि मन थियो। आज चाहिँ पुरा हुन्छ भन्ने आश राखेको छु। अब बोलाइरहेको छु, एकछिन 9 दिन हुन्छ अरे, टाइम लाग्छ अरे एकछिन। अब पर्खिन्छौँ हामी एकछिन चाहिँ होइन। कोसिस गरिरहेको छौँ भेट्ने। टिकटक सिकटक पनि बनाएर हाल्छु। बोलाउँदा गरेपछि बल्ल माइली बुहारी चाहिँ बाहिर निस्किनु भयो होइन। त्यस पछाडि अनि हामी खासमा चाहिँ बेमा हिँडेको थियौँ क्या। अनि आन्टी पनि बेमै जाने हुनुहुँदो रहेछ। अनि एकछिन कुरोकानी गरेर अनि म पनि बेमै जाने हो, उतै टिकटक बनाउनु पर्छ भन्नुभयो। अनि गाइज हामी चाहिँ लाग्यौँ बेतिर।